हाम्रो समाज हाम्रो बिक्री वितरण होइन नेपाल लाग्छ कि मलाई के भएर बिग्रेको होला भन्नुहुन्छ होला होइन। यो अब कोहीले अब एज ए नाङ्गेको फोटो यस्तो देखाउँछ नि, अनि उसको फोटो चाहिँ एकदम पपुलर गराइदिन्छ के होइन। अनि आफ्नो त्यस्तो पपुलर गराइदिनु भन्दा आफ्नो फ्यामिलीको गराइदियोस् न, थाहा हुन्छ। अनि कसरी कस्तो बेइज्जत गरेको भन्ने त्यो उस ख्याल राख्दैन के। यदि अब कामी दमाई मतलब दमाईले एउटा भाइको कहानी थियो, उसलाई चाहिँ अब छेत्रिनी केटी रहेछ, अनि भाइले चाहिँ भगाएर लरेछ, अनि उसलाई चाहिँ मारिदियो के, केटाहरू लगाएर केटाहरूले मारिदियो के होइन। अब भन्छन् नि होइन अब एउटा केटीले अब केही भनौँ भने होइन, केटीहरूले त केटाहरूलाई मारेका पनि छन् होइन, फसाएर मलाई यस्तो जबरजस्ती गर भनेर होइन। केटाहरूले चाहिँ सुन्दैन के, सिधै अब केटीको कुरा सुनिदिन्छ अनि भडाङबुडुङ हानिदिन्छ होइन, केही कुरा नबुझिकन होइन। त्यही भएर होइन, जति सुन्न पर्छ केटाहरूको पनि सुन्न पर्छ अनि केटीहरूको पनि सुन्न पर्छ। त्यो सुन्नुमा केही फरक हुँदैन के। त्यही हो अब त्यस्तो अब अरूको कुरा सुनेर झर्लप्पो चाहिँ त्यस्तो अब मारकाट नगरिदिनु होला होइन। के हान्ने अब केटीको पनि समस्या आउँछ, केटाको समस्या आउँदैनमा यस्तो हो कि प्रलोभन भनेको अब केटा मान्छे अब घर बस्यो भने 2-4 दिन घर बस्यो भने भ्याइ यो त मादरचोद कमाउन नसकेर यहाँ घरमा थन्केर बसेछ भन्छन् के। अब केटी मान्छे हुन्छ नि, केटी मान्छे जति बसे पनि केही भन्दैनन् के। यहाँ कि केटा मान्छेको जिन्दगी न बहुत गाह्रो छ जिउनलाई। हो केटीको मान्छेको पनि छ जिउनलाई गाह्रै छ होइन, तर अझै गाह्रो चाहिँ केटा मान्छेको छ के होइन। यस्तै छ यार, के गर्नु यार, केटाको लाइफै भनेको यस्तै छ माया। पढाइ छोडिदियो भने तुरुन्त अब कमाउन हिँड्नु पर्ने के। यस्तै छ यार, परदेशीलाई गाह्रो छ नि त, टाइममा खान मिल्दैन होइन। के यति काम बिग्रियो भने कराउँछ साउ होइन।